हेलो सबैलाई नमस्ते सलाम वालेकुम है। अरू त मलाई आउँदैन भन्न अङ्कल जस्तो। म गोसिल स्पोर्ट्सबाट है गाइज। अब मेरो भाइले एउटा कमेन्ट गरेको छ, म त्यसको रिप्लाई दिन्छु है गाइज भिडियोबाट है। ल गाइज लेट्स गो, सुरु गर्छु म है मेरो भिडियो। यो रहेको छ सिम गार्ड। अब थरी थरी छ यसमा पनि, बिस्तारै सबै देखाउँदै जान्छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला है। यो अर्को थरी भयो, त्यसपछि फेरि म अर्को देखाउँछु है। बिस्तारै बिस्तारै देखाउँला। यहाँ स्विमिङ ग्लास पनि मिसिएर रहेछ के केटा है। स्विमिङ ग्लास चाहिए पनि सम्पर्क गर्नु होला, यसको लागि म रेडी छु तपाईँहरूलाई भिडियो देखाउन त्यसको पनि। यो पछि फेरि अर्को हाम्रो अर्को सिम गार्डको भिडियो देखिन्छ। त्यसपछि फेरि अर्को आउँछ। थरी थरी नयाँ नयाँ डिजाइनको सिम कार्डहरू आएको छ। यो अर्को खाली भयो। त्यसपछि फेरि अर्को देखाउँछु म हजुरहरूलाई है। ल यो अर्को खाली भयो। फेरि अर्को खाले है केटा। यो सस्तो छ, यो पनि सस्तो छ, एकदम सस्तोमा छ। चाहियो भने मलाई सम्पर्क गर्नु होला। शनिबार डेलिभरको व्यवस्था पनि छ। अरू दिन त भ्याउँदिनँ म है। शनिबार दिन डेलिभर गरिदिन्छु म घुम्दै हिँडेको बेलामा है। यसो लोकेसन सेयर गरिदिनु होला, म त्यो लोकेसनमा आइपुग्छु। अब यो छ ग्रिप सक्स पनि थरी थरीको छ हामीसँग। एक थरी चाहिँ अझ मैले देखाउन बिर्सेछु है। अहिलेलाई यति नै देखाएँ मैले ग्रिपको है, ग्रिप सक्स। अब अरू बिस्तारै देखाइदिनु अरू पनि। मलाई इनबक्स गर्नु होला, म इनबक्समा फोटो र रेट सबै भनिदिन्छु हजुरहरूलाई। यो बिस्तारै भिडियो हेर्दै गर्नु होला अन्त्यसम्म है। यसै क्रममा मैले भगेराको बच्चा पनि भेटाएँ गाइज है। त्यससँग मैले अलिअलि भिडियो बनाएँ, त्योसँग अलिअलि खेलेँ है। आफ्नोसँग राखेँ त्यसलाई एकैछिन। माथिबाट त्यसको परिवारले त्यसलाई बोलाइरहेको छु, म पठाइदिन्छु। केही छैन गाइज, नातिनु होला। म बिस्तारै उडाइदिन्छु त्यसलाई। मसँग एकछिन खेल्न दिएँ अनि त्यसपछि म त्यसलाई उडाइदिन्छु। त्यसपछि म फेरि आफ्नो काममा लाग्छु गाइज। अब पालो छ कटिङ सक्सको। ल हेर्नुहोस्, कटिङ सक्स हामीसँग यस्तो यस्तो डिजाइनमा छ है। मैले सबै डिजाइन देखाइदिएको छु। नजिक हुनुभएको सबैजना आउनुहोस् गोसली स्पोर्ट्समा। हामी हाजिर छौँ तपाईँहरूको लागि।